यो सबैले आफ्नो खुसी अनि आफ्नो दुःख साटिरहँदाखेरि होइन अब मलाई पनि आफ्नो खुसी दुःखहरू साट्न मन लाग्यो है। दुःख भन्दा पनि खुसी साट्न मन लाग्यो। के भने एकचोटि म चाहिँ होइन यो बानेश्वरको यो क्रसिङमा थिएँ कि यो बानेश्वरको यो रेड लाइटमा होइन सादा बसको एउटा कुनामा होइन। अनि यसो हेरेको अब हाम्रो संसद भवन छ नि त होइन यतापट्टि। अनि संसद देख्नु चाहिँ मलाई कस्तो भित्रदेखि नै कस्तो धेरै यो खुसी लागेर आयो कि। अब होइन अब पहिले त हाम्रोमा अब एकदम निरङ्कुश राजतन्त्र थियो नि त होइन। निरङ्कुश राजतन्त्रमा मान्छेहरूमा अब अधिकारहरू पनि त्यति धेरै थिएन होइन। अब सबै अधिकार अब राजामै हुन्थ्यो, राजाले जे गरे पनि हुन्थ्यो होइन। अब यो सरकारलाई पनि जे गरे पनि हुन्थ्यो। बेला बेला उसले बर्खास्त गर्न मन लाग्यो भने संसद पनि उसले सबै गरिदियो होइन। नेतालाई जेल हाल्न मन लाग्यो भने पनि जेल हालिदियो। ठुल्ठुलो ठाउँहरूमा पनि आफ्नै मान्छेहरू राख्यो होइन। अब भनौँ न पहिले पहिले अब राजतन्त्र हुँदाखेरि अब स्थानीय निकाय पनि थियो, तर स्थानीय निकायमा पनि भनौँ न अब त्यति धेरै एक त स्थानीय निकायलाई अधिकार पनि थिएन। अनि दोस्रो भनेको बिचबिचमा जुन ठालुहरू होइन अलिकति सामन्तीहरूले नै पहुँचमा पुग्थे। अनि अब उनीहरूले तल कहिले पनि त पावर पुग्नै दिएनन् होइन। स्थानीय तहलाई कहिले पनि स्वायत्त हुने दिएनन् उनीहरूले। त्यही भएर यो नेपालमा चाहिँ होइन भयो नि अब 15, 16, 17 वर्ष अगाडि चाहिँ ठुलो भयो क्या, दामी भयो क्या। अब यो गणतन्त्र भयो होइन, संहिता पनि भयो, कस्तो राम्रो भयो क्या अहिले। अनि अब म ठ्याक्क है अब त्यो बसको झ्यालबाट हेरिरहेको छु है संसदमा। अनि संसदमा छिर्ने चाहिँ सब सांसदहरूलाई पनि मैले देखिन्थ्यो क्या त्यहाँबाट चाहिँ। कस्तो दामी क्या। अनि भनौँ न पहिले पहिले राजाको पालामा त थिएन नि त होइन। अब त्यो पैसा हुनेले मात्र चुनाव जित्थ्यो, अरू अब त्यस्तो केही पनि थिएन होइन। अनि भनौँ न जो मान्छे अलिकति शिक्षित छ, जो मान्छे अलिकति नीति नियम बनाउन सक्ने छ, तिनीहरू चाहिँ कहिले पनि त्यो ठाउँमै नपुग्ने के। तर समानुपातिक प्रणाली आइसके पछाडि चाहिँ कस्तो दामी के हेर्नु न। जो मान्छेको लागि होइन सबैको नेतृत्व हुने गरी क्या अब चाहिँ होइन। सीमान्तकृतहरू अनि अब यो विपन्न वर्गकोहरूलाई पनि ल्याउने खालकोमा पनि उनीहरू पनि संसदमा आएको होइन, कस्तो दामी। अनि मान्छेलाई अब बोल्ने अधिकार पनि के कस्तो दामी होइन। अब पहिले पहिले त बोल्दाखेरि त राजाले त जेलमा हालिदिन्थ्यो नि त होइन, मारिदिन्थ्यो, गायबै बनाइदिन्थ्यो होइन, भेटिँदै नभेटिने कति धेरै केसहरू अझै पनि छ। तर गणतन्त्र चाहिँ कस्तो नेताहरूले चाहिँ अब के गर्यो भने एप्रिसिएट गर्न थाल्ने क्या। यो चाहिँ अब नेपालमा यो 82 सालतिरको कुरा हो है। भनौँ न कति धेरै पनि भएको छैन नि, अब कति 15-17 वर्ष त भयो होइन नेपाल यो गणतन्त्र भएको। तर उनीहरूले चाहिँ कस्तो दामी सिस्टम भने एप्रिसिएट गर्ने क्या अझ हामीहरूको अझ बढी आलोचना गर्नु भन्ने होइन। अनि उनीहरूले चाहिँ अझ हाम्रो चाहिँ अब यो झोला बोक्नुभन्दा गुणगान गाउनुभन्दा पनि तपाईँहरू चाहिँ हामीलाई हाम्रो कमी कमजोरीहरू देखाइदिनु भन्ने होइन, त्यस्तो खालको सिस्टम आएको कि। अनि अझ सबभन्दा दामी पक्ष चाहिँ के हो भने मैले देखेको पहिले पहिले राजाको पालमा त ऊ हुन्थ्यो नि त, सबै राजाले आफूले टिपेकै मान्छेहरू हुन्थ्यो नि त होइन। त्यही भएर त हामीले यो चेन्ज गरेको यो सिस्टम। अनि राजाले जो मान्छेलाई मन लाग्यो त्यो मान्छेलाई टिपेर त्यो ठाउँमा पुर्यायो अनि त्यही तरिकाले शासन चलायो भनेर त्यसो। तर होइन अनि पहिले पहिले के हुन्थ्यो भने अब भनौँ न अब यो राजतन्त्रको पालामा नेताको बुढी, अब यो नेताको श्रीमान होइन, अब यो नेताको भाइ, नेताको अब यो पार्टीलाई सहयोग गरेको मान्छे होइन, अब सरी होइन पार्टीलाई राजालाई सहयोग गरेको मान्छे। अनि त्यो ऊ भन्थ्यो नि सहयोग गरेको समानुपातिकमा परेको टाइपको कुराहरू हुन्थ्यो। त्यो चाहिँ अब अलिक यो पहिलेको कुरा भयो कि। कस्तो दामी होइन, खुसी लाग्छ क्या देख्दाखेरि पनि होइन। क्रसिङमा यस्तो हेऱ्यो होइन, मान्छेहरू पनि सम्पन्न छन् होइन। अनि यो नेताहरू पनि कस्तो दामी सबैतिरबाट चुनिएर आछन्। देशमा पनि कस्तो दामी अब विकास भएको छ होइन। अब विपदको बेलामा पनि होइन, विपदको बेलामा मान्छेलाई पहिले पहिले कति डर लाग्थ्यो नि होइन। अब विपद भयो म यहाँ छु भयो भने के हुन्थ्यो, सरकारले कति छिटो अहिले उद्धार गर्छ कि। घरहरू बाढी पहिरोले बगायो भने पनि त्यहाँ छिट्टै गएर अब त्यसको पुनर्निर्माण त महिना दिन पनि लाग्दैन पुनर्निर्माण हुनको लागि होइन। अनि पहिले पहिले त के थियो भने अब देश नै अब एउटा मेन पावर एजेन्सी जस्तो थियो कि। भनौँ न यो देशले चाहिँ यो देशको काम चाहिँ के हो भने मान्छेहरूलाई विदेश पठाउन मद्दत गर्ने, त्यति मात्र थियो कि। अब त्यो भयो भने उनीहरूलाई धेरै फाइदा पनि हुन्थ्यो नि त। उनीहरूले देशमा रोजगारी पनि सृजना गर्नु परेन, उनीहरूले युवाहरूको गुनासो सुन्नु परेन, उनीहरूको विरोध गरिदिने मान्छे कोही भएन, देशमै कोही नभएपछि उनीहरूलाई के चिल भयो नि त होइन। तर होइन गणतन्त्र आएपछि कस्तो दामी छ कि, रोजगारीको लागि मान्छेले हो अब यदि उनीहरूलाई जान मन लाग्यो भने जान्छन्। तर उनीहरूले देशमा पनि प्रशस्त छ क्या होइन। तपाईँले एकदम यो एकदम राम्रो राम्रो कामहरू पनि पाइरह होइन। अनि समाज पनि कस्तो राम्रो भइरह। अनि पहिले पहिले मान्छेहरूले एकदम जुत्रे झाम्रे खालको लुगा लाउने होइन, अहिले त अब लुगाहरू पनि कस्तो राम्रो राम्रो लगाएर हिँड्ने, सबैको हात हातमा मोबाइल, कस्तो हेर्दाखेरि पनि कस्तो खुसी लाग्ने कि। अनि मान्छेहरू छन् नि यहाँ धेरै यो नकारात्मक मान्छेहरू छन् कि, यो एकदम यो भएन ऊ भएन, यो चाहिँ अब हामीले यत्रो अब भनौँ अझै पनि कति मान्छेले आरोप लाउँछन् के भने आखिर राजतन्त्र नै जस्तो हुन्थ्यो भने त किन हामीले फेरेको भन्छन् कि। तर होइन नि त्यस्तो अब छैन नि, पुरै बेग्लै छ नि सिस्टम होइन, पुरै बेग्लै छ नि। भनौँ न अब नेताहरू अहिले होइन पहिले पहिले राजाहरू 20 वर्ष 25 वर्ष 10 वर्ष 15 वर्ष एक्लै मान्छेले शासन गर्थे कि। अहिले हेर्दा नेताहरूलाई हाम्रो नेताहरू कस्तो दामी हुन्छ, एक कार्यकाल प्रधानमन्त्री भएपछि एक कार्यकाल मन्त्री भएपछि दोस्रो कार्यकाल उहाँहरू अब यो बस्नै मान्नुहुन्न कि। नैतिकता कुट गरेर यो भरिएको छ उहाँहरूको यो मनमा होइन। उहाँहरू त के भन्नुहुन्छ भने नयाँ नयाँ खालको अब यो हामी त अब बुढो भयो 70 वर्ष पुग्ने बित्तिकै 65-70 वर्ष पुग्ने बित्तिकै
हामीहरू त अब बुढो भयौँ होइन, हामीले अब युवाहरू छन्, यत्रो कार्यकर्ताहरू छन्, अब होइन पार्टीमा यत्रो मान्छेहरू छन्, त्यही भएर उहाँहरू आउने हो अगाडि, हामीहरू त अब सल्लाहकार जस्तो भएर पनि बस्न सक्छौँ होइन भन्ने हो। होइन अब त्यो हो नि त होइन, कस्तो दामी क्या, अनि म त कस्तो खुसी लाग्छ क्या। अनि त्यो नकारात्मक मान्छेहरूलाई चाहिँ तपाईँहरू नकारात्मक बाटोतिर नहेर्नु क्या धेरै, कस्तो राम्रो राम्रो चिज भइरहेछ, तपाईँहरू सकारात्मक बाटोतिर हेर्नु क्या बढी।